देख्न चाहनुहुन्छ भने तपाईहरुले यो पनि भन्न सक्नु पर्छ कि नेकपा माओवादी जिन्दाबाद, नेपाली कम्युनिस्ट पार्टी जिन्दाबाद। तपाईहरुले स्वीकार्नु पर्ने हुनेछ यदि गणतन्त्र तपाईहरु मान्नुहुन्छ। किन भन्नुहुन्छ भने आज गणतन्त्रको जगमा टेकेर सम्पन्न भएको फागुन 21 को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले 2/3 2 सिट मात्रै कम पाएको छ। र यदि यो व्यवस्था आजको यो व्यवस्था राष्ट्रिय स्वतन्त्र पार्टीले नि मान्छ भने नेपाली कम्युनिस्ट पार्टीलाई र प्रचण्डलाई गाली गर्ने छुट कसैलाई छैन। मात्रै गाली गर्ने छुट कसैलाई छैन, राजावादीहरूलाई। किनभने राजतन्त्र र गणतन्त्रको कुरो हो यो। यदि यो 2/3 को बलमा पनि नेपालमा केही काम भएन भने तपाईहरुले बुझिराख्नु, नेपालमा दलहरुले केही पनि गर्न सक्ने छैनन्। किनभने कांग्रेसले एकचोटी 2/3 दुई चोटी बहुमत प्राप्त गरेको नेपालमा, तर केही पनि गरेको छैन। कम्युनिस्ट पार्टीले नेकपा हुँदाखेरि 176 सिट ल्याएर केपी ओली प्रधानमन्त्री भएको बेला उहाँले झन्डै नजिकको सरकार चलाउन सक्नुभयो। त्यसैले यदि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि 2/3 ल्याउँदाखेरि पनि सरकार राम्रोसँग चलाएर लान सकेन भने यो देशको दुर्गति मान्नु सिवाय अरु केही पनि छैन। र मेरो एकदम हार्दिक अनुरोध, हिजोका पार्टीहरूले गरे जस्तो हामी गर्दैनौँ भनेर तपाईहरु आउनुभएको हो। र हिजोको पार्टीहरूले गरेको राम्रो कामको समर्थन र त्यसलाई निरन्तरता दिँदै अब नयाँ सरकारले नयाँ कामको बीजारोपण गर्नुस्, देशलाई एउटा सिस्टममा ढाल्नुस्। धनी गरिब